गर्मीमा यति धेरै पाकेको आम खान मजै बेग्लै हो राजाहरू। तिमीहरू खाने हो? उहाँ म तिमीहरूलाई दिन आर्ट। कृष्ण, वेलकम टु माई आजको टुडेको भ्लग। आज मेरो भ्लगमा हजुरलाई स्वागत छ र म आज मेरो मित्रहरू अहिले चाहिँ क्लासमा जानु भएको छ। उनीहरू आउन्जेल आज मैले प्रसाद बनाउँछु, विभिन्न प्रकारका खानेकुराहरू स्टाइलिस मतलब राम्रो तरिकाले बनाउँछु कि आफूले सिकेको भनेर मैले आज चाहिँ यहाँ करेलाको यो करेला लिएर करेला पनि भुटेको छु तेलमा। यसमा चाहिँ मैले सब्जी बनाएको छु, चना अनि के हालेर यसमा मैले आलु सबै कुराहरू मिक्स गरेर सब्जी बनाएको छु र 2जना 3जनालाई। त्यसपछि मैले नेक्स्ट गर्नुहुन्छ मैले यसमा अहिले दाल फ्राई गर्दैछु। यसमा पनि सेम त्यही रहेको छ र यसमा अब म चाहिँ यो धोएर यसमा चाहिँ म राइस पकाउँछु र राइस पकाइसकेपछि पकाउनको लागि समय लाग्छ, तर के समय लाग्छ र खाना पाकिसक्छ र विभिन्न आज चाहिँ मैले फुल्ली उनीहरूलाई एकदम खानाको सरप्राइज दिने भनेको छु र 7-8वटा परिकारहरू म बनाउँछु खाना। मैले 2-3वटा बनाइसकेँ, 4वटा लगभग बनाइसकेँ र अब चाहिँ बजारमा गएर केही म सलादहरू भयो अनि जुसहरू भयो टक्क राखिदिएको छु खाना चाहिँ आज फ्यासिलिटी बनाउने भनेको छु। सो उनीहरू केही समयपछि आइपुग्छन्। अहिले चाहिँ 7:52 भइसकेको छ र उनीहरू आउने भनेको 10 बजी हो र 10 बजी म बाहिर जान्छु क्लासको लागि। उनीहरूलाई बनाएर म बाहिर जान्छु। मेरो राइसको सिटी पनि लाग्न स्टार्ट भइसक्यो। हेर्न सक्नुहुन्छ मेरो खानाको सिटी पनि भात पनि पाक्न लागिसक्यो र भात पाकेपछि म बजार जान्छु। आज चाहिँ राम्रो बनाउने भनेर सोचेको छु। बिहान फुर्ती पनि आएको छ शरीरमा र राम्रो परिकारहरू बनाउँछु। तपाईँहरू बनाउँदा लास्टमा चाहिँ म आज उनीहरूलाई स्पेसल कुराहरू बनाएर खिलाउने छु र तपाईँहरू हेर्न सक्नुहुन्छ। अहिले चाहिँ म जाँदैछु केही कुराहरू ल्याउनको लागि साइकलमा जाँदैछु। काकडी, बिटरुट, धनियाँ, लिम्बू पनि लिइसकेँ यताबाट। श्राद्धको लागि शरबत बनाउनको लागि एउटा आइसवाला पाउँछु, आइस जमेको फ्रिजर भएको र काँक्रो अनि मैले धुपबत्ती पनि लिएको छु भगवान्लाई अर्पण गर्नको लागि। अनि मैले लिएको छु यसमा अलिकति मसला पनि लिएको छु, धनियाँ पुदिना अनि यो चाहिँ त्यो लिएको छु मैले। अब चाहिँ म यहाँ के कुराहरू अझै रेडी बनाउनको लागि बनाउँदैछु। मैले यो सलाद पनि बनाइसकेँ। यसमा काकडी अनि प्याज भयो अनि बिटरुट भयो अनि आफ्नो टमाटर भयो, अरू चिजहरूले सलाद बनाइसकेको छु र त्यसपछि म अब यसमा कागती काटेर अनि चिसो पानी आइस भएको पानी छ र सक्कर चिनी पानी अनि आइस अनि अदरक अनि मसला पनि लिएको छु। त्यो बनाएर अब म शरबत बनाउँदैछु। यसमा हाल्दैछु शरबतको मसला। यसमा चाहिँ ओरेन्ज मसला लिएको छु मैले, ओरेन्ज लिम्बू पाएन। अब चाहिँ म यसमा अलिकति चिनी लिएको छु, चिनी हाल्छु। त्यसपछि मैले यसमा अलिकति चिनी हाल्छु। सो कति हिसाबले लाग्ने सो यति लाग्नु छ। सो फाइनली मैले यति यो त सब बनाइसकेँ र अब केही अझ 2-4 आइटम बनाउन बाँकी छ। यो तरकारी, यो सलाद, यो जुस अनि यहाँ चाहिँ दाल फलफुलहरू म काटेर ट्याक्क आज चाहिँ स्पेसल खाना बनाउने भनेको छु। त्यसपछि म पुरी अलिकति साना पुरी पनि बनाउँछु। त्यसपछि मिठ खिर पनि बनाउँछु थोरै। त्यसपछि अरू कुराहरू बनाएर राख्छु। अहिले चाहिँ अब म केही समयपछि मेरो क्लास छ, म ड्राइभिङको लागि आधा घन्टा 1 घन्टा म बाहिर जान्छु। उनीहरू मेरो साथीहरू फाइनली मेरो मित्रहरू पनि आइसकेको छ। खाना कस्तो लाग्यो? कस्तो छ? खाया छैन तिमीले टेस्ट गरेर ट्याक्क भिडियोमा हाल्दा। अनि कति प्रकारको खाना बनाएको छ हेर त। आज तिम्रो लागि कति मेहनत गरेको छ। जुस बनाएको छ 1 2 3 4 5 दुना 10 प्रकार रहेछ। अनि मित्र खानेकुराहरू यति मेहनत गरेर कहिले बनाएको छौ तिमीले? केवल दाल राइस खिलाएको छौ। आज हेर 1 वर्ष मात्र बनायो। अरे यार अस्ति आज हेर मैले कति 10 प्रकारको खानेकुराहरू खिलाएको छु। जुस, फ्रुट, तरकारी 3-4 प्रकारको 4 प्रकारको तरकारी बनाइदिएको छौँ। फेरि एउटै आलुले छरोका भुटेर एउटामा झोल एउटामा फ्राई एउटामा सुक्खा त भइहाल्छ। भगवान्लाई बत्ती पनि बालिसकेको छौँ। जय शिव, जय कृष्ण भगवान्। यहाँ चाहिँ अब हामी भोजनतर्फ लाग्ने
आम पनि ल्याइसकेको छ। अब आम पनि काटेर भोग लगाउँछु। यहाँ दे त। आज मैले बनाएको यत्रो खानाको परिकार यसको लागि मलाई धन्यवाद दिन्न। धन्यवाद एकदम बबाल। होइन यति राम्रो खानेकुराहरू बनाएको छु। लागि फेरि आम पनि ल्याइदिएको छु। आम पनि यसरी छिलेर एकदम मस्त बनाइदिएको छु होइन। यो हेर्नुहोस् त यत्रो खानेकुराहरू फेरि जोस यताउति। तिमीहरूको लागि यत्रो मेहनत मैले मात्र गर्न सक्छु के। तिमीहरू खालि म केवल दाल राइस बनाउँछु। हेर त मैले कति खानेकुराहरू बनाइदिएँ। मेरो मित्रले सबैलाई खाना लगाउँदैछन्। हाम्रो मित्रले राधे राधे। एकचोटि हाम्रो खानाको प्रकारको सिनेमेटिक भिडियो हेर्नु होला। यो चाहिँ राइस रहेको छ, यो चाहिँ हाम्रो दाल रहेको छ, यो चाहिँ सब्जी रहेको छ, यो चाहिँ आम रहेको छ र यो चाहिँ तितेकरालेको अचार रहेको छ, यहाँ चाहिँ जुस रहेको छ। अरू खानेकुराहरू हाम्रो अलग कुकम्यान खगेन्द्र बहादुर कुकम्यान यहाँ छ। अनि खाउतेम्यान यहाँ अगाडि गइसकेको छ। भलगर म्यान चाहिँ यहाँ छ। बबाल छ। आज बिहान 7 बजीदेखि लागेको मेहनत 9 बजी आएर सिकेको छ र अहिले फाइनल्ली मेरो मित्रले खाना हाल्दैछन्, सर्भ गर्दैछन्। सो हेर्न सक्नुहुन्छ कस्तो लाग्यो मित्र आज मैले बनाएको खाना। पहिला खाए खाइसक्यो। नखाए स्वाद लिएन राम्रो कुराको त। खाउतेम्यान बच्चा पत्ला आउला। ल गाइस राधे राधे। ल गाइस म यहाँ जुस ओरेन्ज जुस हालेको छु। मैले ओरेन्ज जुस बनाएको थिएँ आज। यो चाहिँ म सबैलाई ओरेन्ज जुस यहाँ सर्भ गर्दैछु। हाम्रो खानाको परिकार पनि हेर्न सक्नुहुन्छ। अझै पनि हामीसँग धेरै थुप्रै छ खानेको परिकार माथि राखेका छौँ। अहिले चाहिँ यति खतम गरेर के भनेको मित्र अगाडि तिमीले यस्तो खाना बनाएर सिका जानु पर्दैन। फेरि यो जुसमा धनिया किन हाल्यो भन्ला के भन्ने राजा? जानु पर्दैन राजा यस्तो खानेकुराहरू। जुसमा धनिया किन हाल्यो भन्ने होला के भन्ने भन त। स्वाद हरेक चिजमा धनियाको स्वाद हुन्छ। मैले त के भन्छु त्यो पुदिना खोजेँ पुदिना पाएन। त्यही भएर सुरु गरिसके। ल सुरु गर्न त बाबु। सुरु गरिसक्यो। ल सुरु। ल कस्तो छ स्वाद? एकदम बबाल। ल गाइस अब हामीले पनि हानिदिए सुरु। अब हामी खाना खाँदैछौँ र यता हेर्न सक्नुहुन्छ। आज देखा घिउ छ कि छैन हामीसँग? घिउ छ। घिउ ल्याउँछु। घिउ आज हाल्नुहुन्न यता यार। देखाएको किन नदेखाउने यार। यहाँ हेर यो हामीसँग भैँसाको स्पेसल घरबाट मगाएको स्पेसल भैँसीको घिउ पनि छ। त्यसलाई पनि एकदम स्वाद लिँदैन मोबाइलबाट। खै म है एकछिन निकालेर देखाउँछु। मेरोमा नहाल्नु म खाने होइन। यहाँ हेर्न सक्नुहुन्छ भैँसीको घि र हामी भैँसीको घि पनि हाल्छौँ यसमा। गएर त नहाल्नु म खाने बनाएको छु। यति भए पुग्छ हामीलाई भैँसीको घि आज। फाइनल्ली अब भोलि पर्सि अर्को डब्बा पनि मगाउनु पर्छ। ल भिडियो अब एउटा मुकबाङ भिडियो आउनु बाँकी छ। ल यस्तो खाना खाने हो भने हामीले मासुको होइन कुखुराको अरूको ज्यान मारेर हामीले खानुपर्ने के जरुरत हो कि होइन मित्र। यति प्रकारको खानेकुराहरू खाएपछि हामीलाई के को जरुरत। सेन्टरमा जानु ड्राइभिङ सेन्टरमा गएर 1-2 घन्टा गाडी चलाएर। अरे सो यतातिर चाहिँ गर्मी धेरै छ। पसिना बाहिर हिँड्न सकिन्न र यतातिर एकदम लास्टै गर्मी छ। गर्मी तपाईँहरूलाई देखाउँ। यहाँको गर्मी लगाएर पुरा धुपले एकदम खतम छ। म यहाँ चाहिँ अहिले गाडी सिक्नको लागि यो चाहिँ गाडी सिक्नको लागि मेरो ट्रेनिङ सेन्टर हो। योमा चाहिँ 8मा र यसमा ट्रायलको लागि यहाँ मैले गाडी चलाउनु पर्छ। यहाँ सिकिकन म सिक्ने भनेको चाहिँ गाडी यिनी नै हो। एउटा यो कहिले यो चलाउन मिल्छ र कहिले यो चलाउन मिल्छ। यो चाहिँ प्रायः यो 8मा 6-7 दिन 8 दिन यहाँ घुमाउनको लागि दिन्छ र यो चाहिँ बाहिर रोडभन्दा बाहिर घुमाउनको लागि यो दिन्छ। यहाँ आउनेहरू मान्छेहरू सिकारु मान्छेहरूलाई चाहिँ पहिला नै यहाँ ड्राइभर सिटमा राख्छ अनि सुरुको दिनदेखि नै सबै कुराहरू हातमै दिन्छ। अनि हाम्रो यता छ यो चाहिँ स्टियरिङ पहिल्यै दिन्छ र यता चाहिँ एक्सिलेटर ब्रेक क्लोज र उता ड्राइभर गुरुहरूलाई चाहिँ एकचोटि त्यहाँ सेफ्टीको लागि सिकारुहरू सिक्ने मान्छेहरू गाडीलाई यताउता नहोस् भनेर सेफ्टीको लागि गुरुले चाहिँ आफ्नो लागि यहाँबाट भएर सिधा ब्रेक र एक्सिलेटर त्यहाँ राखेको हुन्छ। क्लोज अनि स्टियरिङ चाहिँ आफै ह्यान्डल गर्नुपर्छ। त्यो ड्राइभिङ सेन्टर यो चाहिँ धनगढीको क्याम्पस रोड जाने बाटोको साइड।
अहिले चाहिँ हामी लाइसेन्सको भिजिटको लागि आएका छौँ हाम्रो मित्रहरू अनि म यहाँ भिजिटको लागि लाइसेन्सको लागि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ मेरो फाइनल्ली स्वास्थ्य परीक्षणमा म गएको थिएँ र स्वास्थ्य परीक्षणमा चाहिँ हजुरहरू पढ्न सक्नुहुन्छ यता यतादेखि तलसम्म स्किप गरेर यहाँमा चाहिँ म परीक्षणमा सबै